गाउँलाई सहरसँग जोड्न यही जेठ 9 र 10 गते पोखरामा गाउँ पर्यटन मेला होमस्टे माट आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल भिठोब गण्डकीको सह आयोजनामा पोखरामा 2 दिने होमस्टे माट गरिन लागेको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। गाउँमा रहेका पर्यटन व्यवसायलाई बजारसम्म जोड्ने प्रयत्न स्वरूप आयोजना गर्न लागेको होमस्टे माटमा गण्डकी प्रदेशका 25वटा होमस्टे सहभागी हुने जनाइएको छ। माटमा सहभागी होमस्टे सञ्चालकहरूले आफ्ना होमस्टेमा प्रदान गरिने प्याकेजका बारेमा जानकारी दिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए। उनका अनुसार मेलामा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायका स्टल, गाउँ पर्यटन प्रवर्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवर्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे अन्तर्क्रियात्मक छलफल हुनेछन्। साथै विभिन्न जात जातिको सांस्कृतिक प्रस्तुति, गाउँ पर्यटन सम्बन्धी प्रचार प्रसारका सामग्रीको वितरण लगायतका कार्यक्रम समावेश हुने उनले बताएका छन्। मेलाले गाउँमा खुलेका होमस्टे व्यवसाय मार्फत गाउँमा हाल पलायन भइरहेका युवाहरूलाई गाउँमै आय आर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय साधनसँग जोड्दै उनीहरूलाई बसाई लम्ब्याउँदै खर्च बढाउने उद्देश्य पनि मेलाको रहेको प्रमुख लामिछानेले बताएका छन्। सामुदायिक होमस्टे र सेवाहरूको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र सम्भावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने र ग्रामीण पर्यटन प्रवर्धन मार्फत प्रदेशको समृद्धिमा योगदान पुर्याउने पनि होमस्टे माटको उद्देश्य रहेको उनको भनाइ छ। होमस्टे माट गाउँ पर्यटन प्रवर्धनसँगै त्यसको बजारीकरणका लागि एउटा माध्यम बनोस् भन्ने उद्देश्यले आयोजना गरिएको सह आयोजक गाउँ पर्यटन प्रवर्धन मञ्च भिठोब गण्डकीकी अध्यक्ष शोभा सापकोटाले बताइन्। होमस्टे माटका लागि उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फेडरेसन नेपाल, होफेन गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदले सहकार्य गरेको जनाइएको छ। गाउँ गाउँहरू सडक सञ्जालले जोडिनु, सञ्चार सुविधायुक्त हुनु आदि लगायत आधुनिक सुविधाहरूले स्मार्ट गाउँ समेतको अवधारणा प्रदर्शित हुन थालेको छ र सोही अनुरूप पर्यटकीय सम्भावनाहरू खोज्नु जरुरी छ। पर्यटनको राजधानी भनेर चिनिने गण्डकी क्षेत्र प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण यस प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन उद्योगमै भएको सर्वविदितै छ। यसमा पर्यटनको राजधानी गण्डकी प्रदेशको महत्त्वपूर्ण भूमिका रहनेछ। नेपालको चालु 16औं योजनाको लक्ष्य वार्षिक 25 लाख पर्यटक, जीडीपीमा पर्यटनको योगदान 7% योगदान पुर्याउने रहेको छ। यस अवस्थामा पर्यटनबाट हुने आय तथा लाभहरूलाई गाउँ गाउँसम्म पुर्याउँदै विगत सम्म 2100 सम्ममा समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन प्रयत्नशील रही समग्र गण्डकी प्रदेशको गाउँ पर्यटन प्रवर्धनार्थ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको चालु आर्थिक वर्ष 81-82 स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्धन मञ्च भिठोब गण्डकीको सह-आयोजनामा यही मिति 2082 जेठ 9 र 10 गते पोखरामा तेस्रो गाउँ पर्यटन मेला 2082 आयोजना हुँदैछ। यो माटको मुख्य उद्देश्य गाउँमा रहेका पर्यटन व्यवसायहरूलाई बजारसम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रवर्धन तथा बजारीकरणको लागि एक प्लेटफर्म अथवा माहौल सृजना गर्नु हो। यस माटले विशेष गरी गाउँ गाउँमा रहेका व्यवसायहरूलाई बजारसम्म जोड्ने काम गर्ने प्रयास गर्नेछ। गाउँमा खोलेका गाउँ व्यवसाय मार्फत गाउँमा हाल पलायन भइरहेका युवाहरूलाई गाउँमा नै आएका अवसरहरू सृजना गरी युवा पलायन रोक्नतर्फ पहल गर्ने र विदेशी पर्यटकहरूलाई समेत गाउँ गाउँमा रहेका पर्यटकीय संसाधनहरूसँग जोड्दै हाल रहेको प्रतिदिन बसाइ तथा खर्च बढाउन प्रयत्नशील रही विदेशी मुद्रा समेत आर्जनमा सहयोग पुर्याउने उद्देश्य लिएको छ। यस कार्यक्रमको मुख्य विवरण यहाँ बमोजिम रहेको छ। 1 नम्बरमा माट आयोजना हुने मिति 2082 जेठ 9 र 10 गते। माट आयोजना हुने स्थल क्रिस्टल महल अम्बोर्ड लेकसाइड स्ट्रिट नम्बर 4 र 5 को बिचमा।
आयोजक संस्थाहरू आयोजक नेपाल पर्यटन बोर्डको पुरस्कारले भयो। त्यसै गरिकन सहआयोजक गाउँ पर्यटन प्रवर्धन मञ्च भिडियो गर्नुको उद्देश्य। त्यसै गरिकन गाउँमा रहेका पर्यटन व्यवसायी र समाजका ग्राहक तथा पर्यटन व्यवसायीहरूको बिच सम्पर्कको स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने, गाउँ पर्यटन प्रबन्धन गरी प्रदेशको समृद्धिमा योगदान गर्ने। अब यसमा सञ्चालनका अपेक्षित उपलब्धिहरू देखाएको हुनेछ। एउटा चाहिँ यो खुसीको पछाडि हामी आफ्नो चाहिँ अब पर्यटकीय गाउँहरूको प्रबन्धन होला। त्यसै गरिकन सहभागीहरूले आफ्नो गाउँ होमस्टेद्वारा दिन सक्ने प्याकेजका बारेमा बजारमा जानकारीहरू प्रभावित गर्न सक्नुहुनेछ। त्यसै गरिकन गाउँमा उत्पादन हुने सामग्रीहरू तथा सेवाको प्रबन्धन हुन्छ। त्यसै गरिकन सामुदायिक घरवासको व्यावसायिकता र बजार पहुँचको विस्तारमा योगदान हुन्छ। अनि पर्यटन क्षेत्रप्रति सञ्चार गर्ने नीति निर्माता तथा सर्वसाधारणको जागरुकतामा अभिवृद्धि हुन जाने धेरै ठाउँमा भनिरहेको छ। जस्तै यो हामीले सुरुमा 73 स्टार्टिङ गऱ्यौँ, 76 गऱ्यौँ, त्यस ग्याप भयो नि त। भने चाहिँ के नगर्नु भयो, नगरे भने के पनि हुन्छ भने चाहिँ केही न केही काम गर्नुपर्छ भन्ने उद्देश्यले यो काम गर्नु पऱ्यो। र यो काम गरेर हाम्रो बरु कतिपयसँग बजेट अलिकति बजेट पनि कुरा बजेट 15 लाख रुपियाँ छुट्याइरहेको छ। अब सकेसम्म मिलेको हिसाबमा 15 लाख जति सकिन्छ, थोरै पैसामा धेरै काम गर्न सकिन्छ भन्ने सकेला भनेर हामीले पार्टनर पनि भइहाल्यो। प्रदेशलाई काम खोजेका छौँ। त्यसले पालिका लगायत जसरी जग्गाबाट कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ। अथवा कतिपय ठाउँमा सांस्कृतिक यहाँ नाचगान देखाउनु पऱ्यो भने नसकेर हामीले गाउँपालिकाले पनि विज्ञापन गराएर भन्न खोजेको थोरै पैसामा धेरै काम होस् भन्ने हिसाबमा गर्नु पर्छ। मुख्य रूपमा त धेरै ग्याप भयो कि 6 वर्ष भइसकेको छ। विगतमा किन भएन चाहिँ नजाउँ, तर अब मैले 6 वर्ष गरेर म यहाँ थिएँ, तिमीलाई गरेर आफ्नो 6 वर्ष फर्किँदा चाहिँ मैले फुल फर्काएको भन्नु त्यही ठाउँमा हामीले गर्दा यसलाई चाहिँ यसपालि सुरु भइसकेको छ नि। हामी आगो साल आगो परागो पनि यसलाई यसको फिडब्याकको आधारमा यसभन्दा अझ बढी परिष्कृत गरेर यसलाई कन्टिन्युएसन गर्न हामी कोसिस गर्दैछौँ। यो चाहिँ माटको सुमन भयो। मुख्य रूपमा माट अब प्रायः अर्को पनि अब प्रसारण किन सहरमा गऱ्यो भने हामीले बजारमा जोड्न खोजेको कि गाउँमा गएर अब धानमा त्यसमा धान उत्पादन रहेछ। धान उत्पादनको बजारको बेच्नुको बजार चाहिरहेको भनेपछि अहिले हाम्रो उद्देश्य के हो भने गाउँ गाउँमा रहेका होमस्टेहरूलाई बजारमा पुर्याउनु छ। त्यो भनेपछि गण्डकी प्रदेशको राजधानी प्रदेशमा पर्यटन राजधानी हुन यसको बजार गाउँ गाउँका मान्छेहरूलाई लिएर आएर मुख्य भागमा जस्तै हामीले 16 भने निर्माण खोल्नलाई यहाँ जहाँ बजार छ त्यहाँ चाहिँ तपाईँको कार्यक्रमहरू गरिन्छ। त्यो कारणले यो हामीले चाहिँ लेक साइडमै गर्नुपर्छ। किन यहाँ चाहिँ पर्यटन बुझ्ने मान्छेहरू पर्यटन बजेट यहाँ धेरै हुन्छ। त्यो कारणले मुभमेन्ट पनि हुन्छ। र स्वदेशीहरूलाई पनि हामी विभिन्न हिसाबहरू त्यो हामी सरकारी पत्रकार महासङ्घसँग गरेका छौँ। त्यसै गरिकन उद्योग वाणिज्यसँग गरेका छौँ। त्यसै गरिकन हिसान, त्यसै गरिकन अब अर्को अरू इन्स्टिट्युसनहरूसँग गरेका छौँ। एजुकेसन गर्ने र आन्तरिक पर्यटकहरू अथवा हुने ठाउँमा जान बस्ने त्यसमा जिज्ञासाहरूलाई हामीले त्यो हिसाबमा चाहिँ त्यसमा भिजिट गर्न लगाउने भयौँ। र विदेशी पर्यटकहरूलाई पनि सोही हिसाबमा नेपालको अब यहाँ यो ठाउँमा विदेशीहरू धेरै लेक्चर एरिया भन्दामा अब अघि क्वेसनमै आन्सर थियो। यहीँ भइरहेको विदेशीहरूलाई नै हामीले त्यहाँ देखाउन खोजियो र होमस्टेको बारेमा जानकारी दिनु।